मैले चाहे भने नि तिमी जस्तो 10 जनालाई 1 सेकेन्डमै पठाइदिन सक्छु। उफ गनायो। गनायो भने जाऊ न त हगेर आऊ। किन पात्दै बसिरहेछौ यहाँ? फुलकुमारी जी, के हामी जान्न सक्छौ तपाईले हिजो राति के खानु भएको थियो? चुप लाग्नुस् तपाई। मैले जे खाए पनि तपाईलाई किन चाहियो? चाहियो नि फुलकुमारी जी, तपाईले पादेको हो कि होइन कसरी कन्फर्म गर्ने त? हे भगवान, मैले पादे छैन के? पादेको भए सबले गनाउँदैन थियो? तपाईलाई गनायो त? खोइ थाहा भएन फुलकुमारी जी, रुगा लागेर मेरो त पुरै नाक बन्द छ। तँलाई गनायो त दिलकुमारी? नै, मलाई त गनाएको छैन। तर मलाई गनायो नि त। ओइ, तँलाई गनायो कि गनाएन भन् त? आहा, गनाएन त। अबे साले। के रे? गनाएन रे? तेरो र सहाराको बारेमा तेरो बाबुआमा गनायो मज्जाले गनायो। सिनो सिनो गनाइराछ। देख्नु भयो त सञ्चालक ज्यू, गनाइरहेछ के? मानबहादुर जी, म तपाईलाई एउटा कुरा भन्छु, नरिसाउनु ल। ल भन्नुस्। तपाईलाई थाहा छ कि छैन, तर जसले पात्छ त्यसलाई नै सुरुमा गनाउँछ नि। ए, त्यसो भए मैले पादे होइन त? यही भन्न खोज्नु भएको होइन तपाईले? के थाहा, हुन सक्छ। ल ठिक छ, लास्टमा आएर म पादुवा भए होइन त? अब म देखाउँछु कसरी पाद्नुपर्छ भनेर। धनबहादुर, ला मास्क लगा। आज म यिनीहरूलाई यहीँ बेहोस बनाइदिन्छु।